हुन्छ यति फर्ममा राम्रोसँग पोहोरको जस्तै रेट भेट्यो भने 1.5 लाखदेखि 2 लाखको टमाटर एक लडमा जान्छ है जान्छ त्यति एकचोटि पठाउँदा। आज चाहिँ म राजेन्द्र भाइको यो टमाटर फार्ममा आएको बिदाको दिन भाइले फार्म खोलेको छु भनेर भनेको थियो अनि आएर हेरेको त ओहो एकदमै व्यापक गरेको रहेछ। सबै विदेशै जानु पर्दैन रहेछ नि, गर्दाखेरि स्वदेशमा पनि हुँदो रहेछ भन्ने एउटा उदाहरण चाहिँ यहाँ देख्न सकिने रहेछ। राजेन्द्र भाइले चाहिँ ताथलीमा गजब गरेर रहेछ। खासै गतिलो साग छैन हो, टमाटरले जित्यो के महेन्द्र सर अब सागलाई चट्ट लाएर हेर्नुहोस्। अब यसरी लाएपछि साग पनि खान पाइयो होइन, साग त अब टमाटर त खान पाइहाल्यो। बिचमा सुरुमा साग टिप्न पाइन्छ जोडले, अनि टमाटरको बोट बोटले जितेपछि आउँदैन साग त्यति मजाले। यो मार्फा चौडा मार्फा मिठो हुन्छ नि यो साग। यो सिबी हुन्छ अर्को सेकेन्डमा, अनि घिरौँला, फर्सी, लौका, करेला होइन, अझ यो चाहिँ धनियाँ, काउली साग सबै हुन्छ। अझ यो अलिकति ठुलो उसमा मात्रामा चाहिने मान्छेहरूलाई चाहिँ भयो हो, मलाई पुग्छ बढी ठुलो मात्रामा, जस्तो यसो बिहे व्रत बन्धहरू यस्तो उस्तो भयो भने चाहिँ झ्याप्पा आएर लान मिल्छ। फर्सी काँक्रा किन नहुनु छ, अनि उहाँ के थाइल्यान्डको फर्सीको बिउ ल्याएर रुपियाँ छ। पहिला सुरुमा मजाले त्यसको मुन्टा खाने, अनि पछि फल्छ भदौ साउन भदौबाट फल्छ। यति फल्छ कि एउटा बोटमा 200-300 किलोसम्म फल्ने खालको ल्या। पोहोर लाएर पोहोर सर्च के अरे पोहोर त्यसको रिसर्च गरेर फर्सी त्यो खालको फर्सी यहाँ अहिले भर्खर बिरुवा मात्रै छ। यो कालीमाटी नि पुग्ने पुग्नु त यहाँ सुरु भएछ एउटा फर्सी फल्न है। यहाँ हेर्नु यहीँ लागेछ त्यहीँ लागेछ। अब हेर्नु यहाँभन्दा मुनि यहीँ छ, यहाँभन्दा मुनि यहीँ छ। यो चाहिँ अर्कै जातको हो, यो अहिले लगत्तै फल्ने, पछि फल्ने चाहिँ उतो हो। ऊ त्यहाँ छैन नि अहिले केही पनि, त्यहाँ चिमोडिदिउँ अब त्यसबाट टुप्पै टुप्पा पलाउँछ। अब मजाले त्यसको मुन्टा आइरहन्छ, अनि त्यो मुन्टा मजाले खाने 2 महिनासम्म आउँछ त। अनि त्यो मुन्टा खाइसकेपछि अनि पछि मजाले त्यसमा फर्सी फल्न लाग्छ। यति फर्सी फल्छ कि त्यसमा एउटा बोटा 100 किलोभन्दा मात्रै आउँछ त। त्यो थाइल्यान्डबाट ल्या बिउ हो त, यस्तो खतरा खाँदो। 4वटा बोट थियो, 100 किलो 150 किलो फर्सी कति टिप्यौँ हामीले पोहोर पनि 4 बोट मात्रै लगाउँदा नि। अब यो टमाटर कहिलेतिर पाक्छ होला त? यो जेठको पहिलो हप्ता। हेरौँ न, यो अब यस्तो भवाल देखिन्छ मुनि। टमाटर त अब अझ यो मुनिको पात तपाईँको खुलिँदै गएपछि झन् देखिन्छ होला है। अब यसको अन्तिम हुन्छ नि, जेठको पहिलो हप्तातिर आउनु भने अनि टमाटर देख्नुहुन्छ कि यो नेट भन्दा मुनि, यहाँ भन्दा मुनि सबै यत्रै गेडा हुन्छन्। टक्क हामी त्यतिखेर पात पनि सट्टा माइसम्म खोलिदिन्छौँ होइन, अनि आएर हेर्नु भने टमाटर भन्दा बाहेकबाट केही पनि देखिँदैन ल।